नमस्ते एभ्रिवान, दिस इज डे 2 इन पोखरा। ल अब चाहिँ हामी फाइनली अब बाहिर जानको लागि रेडी भइसक्यौँ। सबैभन्दा ढिला भनेको सुमन सरको हुन्छ अनि उहाँ चाहिँ आज 10:30 बजे उठ्नु भएको। सबै ठाउँमा आज 8-10वटा ठाउँमा घुमेर भ्याउने भनेको, तर आज भ्याउला जस्तो छैन। सुमन यहाँ चाहिँ भ्लग बनाउन प्र्याक्टिस गरिरहेछन् होइन, क्यामेरा समाउन आउँदैन, त्यसै भ्लग गर्छ भनेर हुन्छ। सो फाइनली अब हामी होटलबाट पनि निस्किसक्यौँ। अब आजको यात्रा कस्तो हुन्छ तपाईँलाई फेरि हामी देखाउनेछौँ। र यता पोखरा हो अब है, एकदम शान्त सफा चिटिक्क जो छ, राम्रो छ एम्बियन्स। ल गाइज, तपाईँहरू पोखरा आउनुभयो भने 18 नम्बर गल्लीमा चाहिँ बाइक स्कुटर साइकल रेन्टमा लिन चाहनुहुन्छ है, डेफिनेटली यहाँ आउनु होला है। अब हामी चाहिँ दुईवटा स्कुटर लिएर अनि कता कता हुन्छ पुरै घुम्ने भन्ने प्लानमा छौँ। लेट्स सी कहाँ कहाँ पुगिन्छ, स्टेडियम फेरि पनि जोडिन्छौँ उहाँ। ल गाइज, अब हाम्रो यात्रा सुरु हुन्छ। यहाँ चाहिँ कस्तो रहेछ भने सिस्टम, रेजिटारको 12 चाहिँ अनि अरू स्कुटरको चाहिँ 1000 रुपियाँ रहेछ। अनि त्यस पछाडि हरेक स्कुटर बाइकमा चाहिँ 2000 रुपियाँ चाहिँ डिपोजिट राख्नुपर्ने हुन्छ है। तपाईँहरू आउनुभयो भने चाहिँ यहाँ आउनु सक्नुहुन्छ। फाइनली हामी नजिकै आइसक्यौँ। अब यहाँबाट स्तुपा पनि देखिँदो रहेछ। अनि माथि स्तुपा र पुम्दीकोट जानुभन्दा अगाडि चाहिँ हामी पहिला सुरुमा यसो अलिकति चिया खाजा खाऊँ भनेर चाहिँ यहाँ दिदीकोमा आएको। अनि सुमन सर चाहिँ बनबन बिस्कुटको एकदम ठुलो फ्यान। ल बनबन होइन, आज टप खाएको। जहिले पनि तपाईँले बनबन खानुहुन्थ्यो है धेरै जस्तो। हामी सानो हुँदाखेरि चाहिँ पाइनापल यस्तो बिस्कुटहरू खान्छ। यो चाहिँ म्याङ्गो बिस्कुट रहेछ क्या। साथीले चाहिँ कुन बिस्कुट हो यो? अल टाइम। यो पहिला सानो सानो हामी बच्चा हुँदाखेरि खान्थ्यो। आजभोलि नि पाउँदो रहेछ यतातिर त। ल फाइनली खाजा पनि आइपुग्यो। ल खाजा खाइयो। अब चाहिँ हामी यात्रा पुम्दीकोटतिर बट्टाबाट ढिला नगरी लागिहाल्छौँ। फाइनली मेरो चाहिँ ड्रिम एकदमै पुरा भएको जस्तो फिल भइरहेछ। मैले यहाँनिर धेरैजनाले फोटो भिडियो बनाएको देखाएको थिएँ। सो आउनु मन थियो, आइपुगेँ। थ्याङ्क यू सो मच एन्ड लर्ड शिव। रमाइलो भइरहेछ नि होइन ब्रो? कस्तो फिल भइरहेछ यहाँ? एकदम रमाइलो। बब्बाले बनाएको रहेछ है। मेरो चाहिँ फर्स्ट टाइम हो यहाँ। यहाँ आएर एकले खालि बनाएको भिडियो मात्रै देखेर आएरै थिएँ क्या म। अनि फाइनली आज आफै आइपुग्दाखेरि चाहिँ ड्रिम कम ट्रु प्लस हेभेनमा आएको जस्तो फिल भइरहेछ। सर्कट हिमाल छेउमा, त्यसको साइडमा महादेव। ल अब हाम्रो यात्रा सुरु भयो स्तुपातिरको। अब हामी यसो गरौँ सर, एउटा चिज खाउँ। 3, 2, 1 गो। स्तुपा आइपुग्यो। स्तुपाको बाटो हामी वकिङ गर्दैछौँ होइन। स्तुपा आइपुग्न लाग्यो भनेको यहाँबाट फेरि 10 मिनट हिँड्नुपर्ने रहेछ गाइस। खासमा यहाँ चाहिँ भिडियो बनाउनु नपाउने रहेछ, त्यही भएर अब जाने बेलामा चाहिँ बनाइरहेको छु। र अब हामी चाहिँ अब सिधै अब अर्को डेस्टिनेसन। सो फाइनली हामी डेभिड फल पनि आइपुग्यौँ। टिकट पनि आइसक्यो र हामी इन्ट्री पनि गरिसक्यौँ। भनौँ अबै मलाई डर लाग्छ सर, म जान्न। सो फाइनली हामी चाहिँ डेभिड फल आइसक्यौँ। अनि यहाँ चाहिँ यस्तो रहेछ है। यहाँ चाहिँ धेरै जस्तो मार्केट चाहिँ खतरै लाग्यो मलाई। तर मन्दिर चाहिँ कहाँनिर हो यो? यहाँ रहेछ, गुप्तेश्वर महादेव गुफा। हाम्रो अर्जुन सरले चाहिँ टिकट लिएर आइसक्नु भयो। सो इन्ट्रान्स यहाँ होइन। ओके, खासमा गुफा चाहिँ कहाँनिर हो दोस्त? गुफा छ यहाँ? गुफा छ के? कहाँ हो? यही मुनि मुनि गरेर जाने हो कि। ल कस्तो नाइस घुमेर बनाएको रहेछ। अब कहाँ रहेछ गुफा भनेको थियो हामीले। अब एकचोटि यहाँ आउँछु, यहाँ वरिपरि घुमौँ अनि त्यस पछाडि कस्तो रहेछ। त्यसपछि चाहिँ हामी खाना खान जान्छौँ। अनि भोक पनि लागिसक्यो होइन। यहाँको छ यो गुफा भनेको छ। कहाँ माथि गुफा लेखेको छ? छ। अनि अघि मैले गुफा हो भने चाहिँ जम भन्दै किन मन्दिर हो? ल मैले कहिले भने मन्दिर? मन्दिर हो चाहिँ। कब कोन बोला? बोला सुमन सर चाहिँ आज मेरो दुश्मन जस्तै हो। जतिखेर पनि मसँग डिस्कस मात्रै गरिरहनु भएको छ होइन। मेरो दुश्मन छ धेरै भनेको, तर यहाँ
भन्दै नभन्दा छेउमै दुश्मन बगेर हिँडेपछि यस्तो हुन्छ फोटो भिडियो अलाउ छैन अरे क्यामेरा केही पनि अलाउ छैन अरे यहाँबाट पाइन्न अरे अब बाँकी चाहिँ फेरि यहाँबाट बाहिर निस्केपछि हामी फेरि स्टार्ट गर्नेछौँ है त अलाउ त थिएन त्यही पनि मैले सानो भिडियो चाहिँ बनाएँ गाइज है यो रिक्स हो अब यहाँ कसले के भन्न सक्छ ठिकै छ तर पनि रिक्स चाहिँ लिदिएँ मैले डेभिड फलको झरना चाहिँ यहाँ आएको रहेछ क्या यहाँ खासमा भिडियो फोटो अलाउ छैन तर पनि हामीले यसो लुकेर गरेको मैले गुप्तेश्वर केभ यो चाहिँ एकदम लुकेको ठाउँमा छ है यो तपाईँ त थाहा हुन्न यहाँ त्यही भएर गुप्तेश्वर भएको अनि डेभिड फलको चाहिँ हामी त्यो माथिको पार्टमा आइपुग्दो रहेछ यहाँबाट चाहिँ लगाइस अब यहाँ भिडियो गरेको थाहा पायो भने फेरि गाह्रो हुन्छ सो अहिले चाहिँ मैले क्यामेरा अफ गरेँ है त के अरे गुप्तेश्वर होइन लगाइस गुप्तेश्वरमा अहिले पनि भिजिट गरियो अब चाहिँ हामी फेरि अर्को डेस्टिनेसनतिर लाग्छौँ त्योभन्दा पहिला हामी खाना खानुपर्छ होला है साथीहरू अब खाना खाउँ त्यस पछाडि अनि फेरि हामी चाहिँ अर्को यात्रातिर लाग्छौँ है त ओके त्यति बेलासम्मको लागि तर होइन जानेको थियो फटाफट दाब्नु पर्ने भयो लगाइस खाना खाइयो अब हामी बिन्दावासिनीको यात्रातिर लाग्यौँ अनि त्यहाँबाट बिन्दावासिनी अनि अर्को कहाँले छ हामी मैना के ब्याग के अनि सारङ्गोट यति अब 3वटा डेस्टिनेसन पुरा भएपछि चाहिँ हामी अब होटल जान्छौँ होटल गएर फ्रेस भएर एकछिन अब हेरौँ के हुन्छ स्टेटी हुन है त फेरि पनि हामी हाम्रो अर्को नेक्स्ट लोकेसनमा आइसक्यौँ अनि अहिले चाहिँ हामी खासमा बिन्दावासिनी मा छौँ पोखराको अनि यहाँ के छ कसो छ यहाँको बारेमा के रहेछ सबै कुराहरू म देखाउन ट्राई गर्छु झ्याक हो त्यो ऱ्याकमा राख्नु होला भनेको ऱ्याक भनेको झ्याक रे कृपया जुत्ता चप्पल अनिवार्य रूपमा तल ऱ्याकमा राख्नु भनेको छ कोही यहाँ प्याकमा रे कोही झ्याकमा रे प्याकमा राख्नु हो ऱ्याक कहाँ छ यो आदि प होइन ऱ्या भन्छ ल ब्रोहरू आदि प होइन प्याकमा राख्नु होला के अरे आदि र त यहाँ हुन्छ अनि यस्तो गरेर यहाँ हुन्छ के अरे त्यो प्याकमा राख्नु कृपया जुत्ता चप्पल तिमी चाहिँ केमा राख्ने रे दोस्त भन न यहाँ तल ऱ्याकमा राख्नु भनेको थियो सुमन सरले चाहिँ प्याकमा राख्नु रे अनि प्याक गर्दै हुनुहुन्छ उहाँ प्याक हो कि होइन प्याक त हो तर त्यो तपाईँलाई नेपाली पढ्न चाहिँ आउँदो रहेछ भनेर राम्रो थाहा भयो एउटा यहाँ झ्याकमा राख्नु मलाई पोखरामा एउटै कुरा चाहिँ राम्रो लाग्यो यहाँको जहाँ धार्मिक स्थलमा पनि जो खानेपानीको चाहिँ सुविधा राम्रो रहेछ है म जति ठाउँमा पनि गएँ त्यहाँ सबै ठाउँमा पिउने पानी चाहिँ एकदमै राम्रो छ यहाँ हरेक ठाउँमा धारा छ ग्लास राखेको छ तर हाम्रो काठमाडौँमा खासै त्यस्तो काहीँ पनि छैन बिन्दावासिनी फर्स्ट टाइम आएको म बट इट्स ब्युटिफुल अनि यहाँबाट देखिने त्यहाँ पारीको गाउँ त नाइस नाइस हो यार नरिवल फुटाउने ठाउँ अरे यहाँ मैले बल्ल सुने भन्नु न के अरे यहाँ चाहिँ आफ्नो उइस भनेर होइन यहाँनिर चाहिँ माइक राखिदिएर अनि स्पिकरमा बजाइदिनु अरे कस्तो हुन्थ्यो होला त एकदम सुनेर फेरि मान्छेहरू भाग्छ यहाँबाट अनि सुमन सर पनि विस माग्न खोजिरहनु भएको छ उहाँको विस भनेको एउटा राम्रो केटी पाओस् भन्ने होला त्यो चाहिँ चाँडै जुराइदिनु होला र म पनि त्यहाँ विस माग्न जाँदैछु है त के माग्नु भयो होला है शिवाय सरले के माग्नु भयो होला 1 करोड त माग्नु भयो होला फिक्स तपाईँ त त्यो चेपबाट छेडेर आउनु भएन कस्तो हुनुहुन्छ एक्सपिरियन्स यो हुन्छ नि एकदम क्लस्ट्रोफोबिकहरू चाहिँ नजाँदा हुन्छ त्यति धेरै टाइट छ त्यो कुचुक हुन्छ होइन तर निस्केपछि अँध्यारोबाट उज्यालोमा निस्किँदा कस्तो हुन्छ त्यही पनि यत्रो 100जनामा एकजना निस्किँदा है एक्स्ट्रा फिल हुन्छ फाइनली तानेको मान्छेहरू आइपुग्नु भयो सो फाइनली वी आर एट महेन्द्र केभ त्यस पछाडि हाम्रो यात्रा हुन्छ सारङखोटको घाम डुबेको हेर्ने भनेको खोइ मौसम खासै राम्रो छैन
यो च्यात्ने सिस्टम चाहिँ जहाँको पनि हुँदो रहेछ फर्स्टमा हामीले हेरेको गुफामा डेभिड फल देखेको अनि त्यस पछाडि सेकेन्डमा चाहिँ चमेरो अब चाहिँ सो महेन्द्र गुफाको यो ठाउँबाट चाहिँ कोही पनि एक्जिट गर्दैन थियो अरे हामी तिनजना चाहिँ यहीँबाट निस्किदिउँ है अब यसलाई प्राउड भनौँ कि यसलाई अलि नियम पालना नगरे भनौँ कि के भनौँ लगाइ चाहिँ अब सेकेन्ड लास्ट डेस्टिनेसन पनि सक्यो अब यस पछाडि फाइनल यात्रा भनेको अब हाम्रो सारङकोट हो अनि ल अब हामी चाहिँ सारङकोटतिर लाग्यौँ सारङकोट पुगेर मात्रै अब भिडियो स्टार्ट हुन्छ है त आइपुग्न लाग्यो सारङकोट चाहिँ निकै टाढा रहेछ होइन ठिकै छ रमाइलो भइरहेको छ यात्रा चाहिँ एउटा सोलो राइड आनन्दले हान्दै हिँडिरहेको छ कतिको मजा आएको छ तर हामी त दुईजना मस्त गफ गर्दै रमाइलो गर्दै इन्जोय गर्दै हिँडिरहेको छौँ होइन होइन धेरै रमाइलो भइरहेको छ केटालाई चाहिँ वाक्क लागेर होला घरिघरि सो फाइनली वी आर एट सारङकोट वे टु सारङकोट टप भनेको छ यहाँनिर चाहिँ चियर्स राम राम चिया हो दोस चिया हो फेरि एकचोटि हनीबी हनीबीले हैरान भनेर फाइनली वी आर एट सारङकोट केटाहरू कहाँ हो सबै एकै ठाउँमा आऊ न ल फाइनल डेस्टिनेसन चाहिँ हाम्रो यति नै हो है अब यस यहाँको फाइनल अब सिनेमेटिक भने नि यहाँको सबै भिडियोहरू चाहिँ म देखाउन तपाईँहरूलाई ट्राई गर्छु अब यस्तो बवाल गणेशको मूर्ति बनाएको छ यहाँ ल हेर्नुहोस् सिरियसली यार अमेजिङ दोष चाहिँ अब मुसक क्रासको लड्डु खोज्ने अरे छोयो मात्रै चोरेन नि खोइ कुन मन्दिर रे यो मुक्तिनाथ भनेको थियो भूमिकालिका मन्दिर रहेछ है एउटा भ्यू टावर रहेछ खत्रै अब एक राउन्ड म पञ्चमुखी गणेशजी भएको ठाउँमा जाँदैछु ल अब चाहिँ यो भ्यू टावरबाट कतिवटा देखिन्छ ठाउँहरू कस्तो देखिन्छ यहाँको भ्यू यहाँबाट होइन अनि त्यस पछाडि यो चाहिँ पोखराकै सबैभन्दा हाइटी ठाउँ हो है यहाँबाट हेर्ने भ्यू अब कतिको चाहिँ देखिन्छ आई विल सो यु ओके सबैभन्दा हाइटमा रहेको पोखराको भ्यू टावर यहाँबाट देखिने ठाउँहरू सबै म एकचोटि तपाईँहरूलाई देखाउन चाहन्छु लुक एट होल पोखरा मर्निङमा आएको भए अब सनराइज हेर्न पाइन्थ्यो अब इभिनिङमा खासै घाम पनि गइसकेको छ यहाँ बादलले गर्दाखेरि यहाँको सनसेट चाहिँ हेर्न पाइएन आजलाई हामी घर पुग्दाखेरि अँधेरो पनि हुन्छ होला सो गाइज प्लिज लाइक सेयर सब्सक्राइब आजलाई यति नै भन्दै गुड नाइट